श्रद्धालु भक्तजनले यसरी के भन्छ यसलाई तिलहरीहरू होइन अरू धातु सुनको चाँदीको धातुहरू ल्याएर देवीको शिरमा चढाउनुहुन्छ र हाम्रो श्रद्धेय गुरुहरूले हाम्रो प्रहरीको सरहरूले चाहिँ यसरी दर्शनार्थी सकिसकेपछि व्यवस्थापनको लागि यहाँ निकाल्दैछौँ यो तिलहरीहरू होइन यो चाहिँ यसरी निकालेर यसलाई व्यवस्थापन गरिन्छ लाछाप गरिन्छ यसलाई बोरामा र समितिको कार्यालय पुर्याइन्छ तापेजुङ यसरी चढाउनुहुन्छ हेर्नुहोस् है गुरु बिस्तारै देखाइदिनु ल हो यो ल यो चाहिँ चाँदीको तिलहरी हेर्ने कुरो चाँदीको तिलहरी श्रद्धालु भक्तजनले यसरी पाठीभरामा भाकल हुन्छ कसैको होइन मेरो यस्तो यस्तो कामहरू भयो भने हजुरलाई यस्तो सामान ल्याएर चढाउँछु भन्ने हुन्छ होइन कोही परिवारमा बिरामी हुँदाखेरि यो सामान ल्याएर चढाउँछु मेरो परिवारमा राम्रो होस् अर्थात् निको होस् भनेर भाकल गरेर अनि निको भइसके पश्चात अर्थात् भाकल पुरा भइसके पश्चात यसरी ल्याएर चढाउनुहुन्छ र यो भिडियो बनाएको मैले यो चाहिँ यसमा चाहिँ के छ टीका होला होइन ए ल पाथिभेडा मन्दिरमा श्रद्धालु भक्तजनले चढाउनु भएको धातुहरू निकाल्दै हाम्रो श्रद्धेय गुरु प्रहरीको सरहरू